यदि तपाईलाई डिप्रेसन, एन्जाइटी र एकदमै धेरै डर लाग्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईको पेटलाई दोस्रो ब्रेन भनेर पनि भन्ने गरिन्छ र मैले यो पनि देखेको छु जसलाई चाहिँ डिप्रेसन, एन्जाइटी, मुड स्विङ र स्लिपिङको प्रब्लम छ, जसलाई चाहिँ मोस्टली स्टोमकको इस्यु पनि हुन्छ, जस्तो कि ब्लोटिङ, कन्स्टिपेसन र एसिड रिफ्लेक्स। त्यसो हो भने कनेक्सन के हो त? रिलिजन र साइन्स यो दुईवटा चिजले नै के भन्दछ भने हाम्रो पेट र मस्तिष्क एक अर्कासँग कम्युनिकेट गर्दछ। यसै कारणले गर्दा त हाम्रो पेट ह्याप्पी छैन भने हाम्रो ब्रेन पनि ह्याप्पी हुँदैन। अब म तपाईलाई भन्न गइरहेको छु यो कसरी हुन्छ। हाम्रो पेटको काम भनेको प्रोटिनलाई ब्रेकडाउन गर्न। जब प्रोटिन ब्रेकडाउन हुन्छ त्यतिखेर एकदमै धेरै मात्रामा एमाइनो एसिड बन्दछ। त्यो मध्ये एक हुन्छ ट्रिप्टोफेन। यो ट्रिप्टोफेन जो छ यसले ब्रेनमा गएर सिरोटोनिन बनाउनलाई मद्दत गर्दछ। सिरोटोनिन एक फिल गुड हर्मोन हो। यसको कारणले गर्दा हामी ह्याप्पी फिल गर्छौं। अब यो सिरोटोनिनले मद्दत गर्दछ मेलाटोनिन बनाउनलाई। अब यो मेलाटोनिनको कारणले गर्दा हामीलाई निन्द्रा राम्रोसँग लाग्दछ। ओके, अब हामी ब्याक जाउँ। जब तपाईको पेट नै अनहेल्दी छ भने त्यतिखेर प्रोटिनलाई राम्रोसँगले डाइजेस्ट गर्न सक्दैन। त्यसपछाडि तपाई यो सारा चीजबाट वञ्चित हुनुहुन्छ। यसैको कारणले यसको रुट प्रब्लमलाई जान्न जरुरी छ। र रुट प्रब्लम भनेको गट इस्यु। गट प्रब्लमलाई कसरी ठिक गर्न सकिन्छ? यसको धेरै तरिकाहरू छन्। प्रोसेस फुड एकदमै कम खानुहोस् र जुन मेडिसिनको जरुरी नै छैन त्यसलाई पुरै अभोइड गर्नुहोस्। एक्सरसाइज गर्नुहोस् र आफ्नो डाइटमा राम्रो क्वालिटीको फाइबरलाई जरुर एड गर्नुहोस्। एउटा कुराको मद्दत तपाईले मलाई जरुर गर्नुहोला है त। यदि तपाईलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने यो आइडीलाई फलो र भिडियोलाई लाइक, शेयर, कमेन्ट जरुर